आजको भिडियो चाहिँ म फ्रिज सफा गर्नेबाट सुरु गर्दैछु। मैले यो फ्रिज सफा गर्छु भनेर कहिलेबाट सोचिराखेको थिएँ, तर सोचेको थिएँ, सफा गरेकी थिइनँ। तर चाहिँ आज जाँगर चलाएर सफा गर्दैछु। सफा गर्न त मन लाग्दैन मलाई यो फ्रिज सफा अरू मलाई चाहिँ जहिले पनि जे काम गर्छु नि तब मेरो छोराले चाहिँ म हेल्प गर्छु भन्दै आउँछ। अरू उसले जति सक्ने अनुसार चाहिँ मलाई हेल्प गरिदिन्छ। अब काम पनि बढाउँछ, साथमा हेल्प पनि गर्छ। यता हेर्नुहोस् कति सफा, कति राम्रो भएको छ। अहिले सफा गरेको पछि फ्रिज यति सफा भएको छ। 2-3 दिन मात्र हो, त्यसपछि फेरि उस्तै हुन्छ। यो फ्रिजको हालत उस्तै हुन्छ, हेर्न नसक्नुहुन्छ। के गर्नु, अहिले त यति मेहनत गरेर सफा गरिएको छ, तर 2-3 दिनपछि फेरि उस्तै हुन्छ। त्यही नराम्रो लाग्छ। यो मम्मीहरु मैले गरेको के रे? यो मम्मीहरु मैले गरेको, मैले मम्मीको हेल्प गरेको हो। हो र? अच्छा अच्छा। फ्रिज सफा गरेपछि चाहिँ म फेरि आउँछु ड्रइङ रुम सफा गर्नको लागि। यो पनि बहुत दिन भएको थियो, गरेको थिइनँ, त्यही भएर फटाफट सफा गर्न लाग्छु। स्ट्यान्डहरू, सोफाको कभरहरू सबै बाहिर घाममा दिन्छु, त्यसपछि मेसिनमा हालिदिन्छु कपडाहरू। अरू यिनीहरू चाहिँ फटाफट सफा गर्छु। अरू कति धुलो हुन्छ नि यो सोफाहरू, यो काठको सामानमा पनि बहुत धुलो चाहिँ धेरै है। त्यसपछि मैले दिनको लागि आज सिम्पल खाना बनाएको थिएँ, चाम्रे भात, मिक्स भाजी, त्यसपछि अन्डा। हुन्छ त आजलाई यति नै, बाई बाई।